आज रामकुमारी झाँक्री र किसान श्रेष्ठले 4 वर्ष 2 महिनापछि फेरि एमालेमा प्रवेश गरेछन्। एमालेमा प्रवेश गर्दै भनेछन्, हामीले एमाले छोडेर जानु गल्ती गर्यौँ, हामीलाई गल्ती महसुस भयो, हामी फेरि सच्चिएर एमालेमा आएका छौँ भनेर भनेछन्। तिमीहरूको अवस्था, तिमीहरूले गर्न नसकेको काम, तिमीहरूको बानी व्यवहार र तिमीहरूको रमिता तमासा हेर्ने हो भने तिमीहरू जन्मिनु नै गल्ती हो क्या, एमाले छोड्नुभन्दा पनि। किन भन्दा तिमीहरूको रमिता, तिमीहरूको नौटङ्की अति धेरै भइसक्यो। किसान श्रेष्ठ भन्दा पनि रामकुमारी झाँक्रीको त आज ओभरै भइसक्यो क्या। आज यतिसम्म भन्न भ्याएछन्, सबैभन्दा राम्रो पक्ष हो, जेनजी पुस्ताले आउन चाहन्छ भने एमालेमा स्वागत छ, एमालेमा आउनुहोस्, योभन्दा अर्को विकल्प छैन भनेर पनि भन्न भ्याएछन्। ए बाबा हो, तिमीहरूलाई देख्दाखेरि लाज पनि एकपटक लजाएर फेरि लुक्छ होला क्या। तिमीहरूको सक्कल, तिमीहरूको अवतार हेर्ने हो भने तिमीहरूसँग पनि लाज लजाउने भइसक्यो अब। किन भन्दा तिमीहरूको हरकत त्यही एमालेलाई थुथु गरेर गयौ, अनि 2-4 ठाउँमा तिमीहरूले फेरि त्यही पार्टीबाट लात खायौ, अनि फेरि त्यही एमालेमा कुन मुखले फर्केको, अनि के भिजन, के आधार देखेर फर्केको, अन्त केही मेसो नलागेर तिमीहरू फर्केको। सबलाई राम्ररी थाहा छ, धेरै फुर्ती लगाउनु पनि पर्दैन।